हेलो गाइस, गुड मर्निङ। आज हामी घाम जाँदैछौँ घर बिहा गरेर बुढीसँग मेरो हाम्रो लामो समयको सम्बन्धलाई होइन विवाहमा परिणत गरेर अब ट्याक्क गइन्छ घामरुखतिर। त्यति हुँदै काठमाडौँतिर लागिन्छ होला। अब अहिले ठ्याक्कै सिद्ध बाबा मन्दिरमा छ, यो पाल्पाको सिद्ध बाबा मन्दिरमा। यिनले फेरि परेवा चढाउने भनेर भनेको रहेछ। अनि परेवा चढाएर यहाँदेखि लाग्छौँ होला। अनि हाम्रो अर्को अब मेरो साथी सुनिलको पनि अब सँगसँगै जस्तै भयो, दुइटैको बिहे सँगसँगै भयो। उसको पनि लामो समयदेखि रिलेसनमा बस्या, उसले पनि आफ्नो सम्बन्धलाई अब सक्सेस बनायो भनौँ न होइन। सक्सेस बनायो, उनी आउँदैछन्, मेरो आउँदैछन्, उहाँ टोटेबाट आउँदैछन्। हामी चाहिँ यहाँ पुगिरहेको छौँ सिद्ध बाबामा। यहाँ परेवा चढाइसकेपछि आइसक्यो हामी, हाम्रो यहाँबाट यात्रा सुरु हुन्छ। अहिले चाहिँ हामी बुटोलु सिद्ध बाबाबाट, बाँकी चाहिँ अब हेर्दै गर्नु कस्तो हुन्छ के हुन्छ अगाडि है। के छ, कस्तो लागिरहेछ? खुसी, राम्रो, रमाइलो। चिसो छ एकदमै। सिधै बाबा खोला बिहान हावा लाएर अहिले बिहान 7 जस्तो बजेको छ अहिले। ठ्याक्क फुल्लिएर अब परेवा चढाउन रेडी छन् उनी। उनको मनोकामना पुरा भइसकेपछि सिद्ध बाबा मन्दिरमा माथिको सिद्ध बाबा यता सुरुङ पनि बन्दैछ अरे। सक्छ हो घाममा हाल ल। बत्ती बाल्दैछन् उनले। यो त रसिद काट्ने ठाउँ रहेछ परेवाको। हाम्रो परेवा चाहिँ ल्याएको थिएन मैले। रसिद काट्यो टक्क 300 रुपियाँको रसिद काट्नु हुँदो रहेछ। खुसीमा बस्नु नामबाट परेवासम्म डराएर यस्तो छ। समाउँदैन तिमीलाई समाउनु त अनि तिमी छोडिदिने त्यसलाई ट्याक्क। ढोका खोलेर परेवा उडाउने ठाउँ। ढोका खोलेर उडाइदियो कताबाट? यहाँबाट। आहा ल ल उडाइदियो। ल उडाइदियो। जमटोलिन आइपुग्यो होइन। टिका लाएर बुल्लु बुल्लु हेर्छौ त यार, बुल्लु बुल्लु हेर्छौ त अनि। ल दुवैजनालाई वैवाहिक जीवनको सफल शुभकामना होइन। सफल हुनु सधैँभरि, एकअर्काले माया गर्नु धेरै धेरै होइन, कहिले झगडा नगर्नु। ल मेरो त चस्मामा केही देख्दैन। खाना खाएर रामदीबाट चल्यो। कति भिड हो, केटाकेटीहरू हुन्थ्यो। कस्तो राम्रो रहेछ। पछाडिको जोडीले देखाइदिन्थ्यो। फाइनल्ली पोखरा आइयो। अब यति राम्रो भ्यू देखेपछि थाहा पाउनु भएर हामी पोखरा आइसक्यौँ।
अब यहाँबाट हाम्रो कता हो? अब हामी पुग्छ हुँदै हाम्रो जान्छ। कति राम्रो छ पोखरा, कुरै नगरौँ। आधी बाटो त राम्रै रहेछ, आधी त खत्तम रहेछ। के छ मेरो ड्राइभरको हालखबर? अगाडिबाट खच्चडहरू। कन्डक्टरले राम्रोसँग पछाडि नआएको झोला फसेर भन्ने एकछिन भएन। कन्डक्टर छिटै गरेर आजलाई काम कन्डक्टर पर खतम भयो। त्यस्तो बाटो त मुस्ताङ जाँदा पनि थिएन तर हामी गयो भने त अझै बनाइसकेको थियो अहिले त। बिजोक भयो। जल्दी जाम। बाइक पार्किङ गर्ने ठाउँ नभएर बिजोक होइन बाइक राखेर अब हाम्रो पैदल यात्रा सुरु भयो। मैले झोला बोकेको छु, अनिलले केही पनि बोक्न होइन। झोला र हेलमेट मैले बोकेको छु। आइसक्यौँ हाम्रो बस्ने ठाउँमा। हरियाजी रुम कस्तो छ? कस्तो राम्रो यो। भोलि देखाउँछु राम्रोसँग। यो हाम्रो रुम, यो हाम्रो रुम। कस्तो लाग्यो रुम? हामी बसेको होमस्टे हो, कस्तो राम्रो छ। यहाँबाट देखिने भ्यू भोलि झन् खतरा देखिन्छ होला है। यु आर माई बेस्ट भ्यू। आन्द्राको खाना खान लाग्यो। थोरै मात्रै एक डाडु र हाम्रो बिहानको खाजा गुरुङ ट्याक्क आइसकेको छ। मिठो ससेज जस्तो के हो यो, फिनी रोटी जस्तो, अन्डा, घान्द्रुके रोटी हो। दाल, चिया। कस्तो लागिरहेछ त? चिया खान पाउँदा राम्रो। अनि यता सुनिल हजुर कस्तो लागिरहेछ त? दामी दामी। खाजा हेर्दा चाहिँ राम्रै छ, टेस्ट लिँदा कस्तो छ होइन? ल कुन्टु र कान्ट्री पुगेर लाग्यो होइन त? घान्द्रुकलाई बाई बाई गर्ने होला नि। बाई बाई उता छ बाई बाई। ठ्याक्कै ऐना जस्तो यहाँनिर। ठिक ऐना जस्तो नि है? यता चाहिँ अन्नपूर्ण हिमाल हामी बसेको होटल यो है, होटल भिलेज इन
कस्तो लाग्यो घान्द्रुकको बसाइ? एकदम रमाइलो दामी। यस्तो सिने यस्तो राम्रो छ, दामी छ भ्यू नै। हामी चाहिँ लाग्यो अब ट्याक्क पोखरातिर होइन, आफ्नो झोलाहरू बोकेर। बुढामा रुता हुनुहुन्छ हो हिमीले टोल्कायो एकजना, ऊ झोला हामीलाई बोकाइदिएर हामी भोरिया ड्राइभर। हेलो 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 हेलो। भोरिया हिँडिरहन् उकालोमा। नयाँ घर ट्याक्कै घरको चाहिँ दामी हो कि है, घर नयाँ बनाएको उज्यारो भारिन्छ अझै। यो चाहिँ पुरानो घर रहेछ यहाँनिर चाहिँ होइन, अलिक पहिला घर होला, अलिक पुरानै घर रहेछ। पहिले झोला बोको सुनिल, पहिले फेरि पछि गइसकेपछि माथि गएर मान्छे बोको होइन। गाह्रो छ बिहे गरेपछि गाह्रो छ होइन, ठिक छ रमाइलो पनि छ नि, गाह्रो मात्र त छैन। यता यता होइन बाइक भएको माथि हाम्रो यता होइन यता। ल अब हिमाललाई बाई बाई गरेर हामी पहिलातिर झर्न लाग्यौँ। ओ माइ गॉड, भूकम्प आए जस्तै हुन्छ। हेरी जान भिडियो गर्नु जस्तो माहौलै छैन। राम्रो हामी पोखरा आएर चिक्क परेर को बिच जाँदैछौँ। पछाडि हुनुहुन्छ हाम्रो नयाँ जोडी, यता हुनुहुन्छ मेरो पति परमेश्वर। अब हामी जाँदैछौँ सुकुटे बिच। राम्रो देखेछ खै कस्तो र एक्साइटेड हुने। वाउ कति राम्रो, कस्तो राम्रो देखेको। कस्तो लागिरहेको, यो भ्यू राम्रो छ कि म भन्नु कस्तो लाग्यो माथि भन्नु होइन है। कसरी बुझाउँछ खै त जोडी हाम्रो पाम बिच। अब हामी आफ्नो डेस्टिनेसनमा आयौँ। हाम्रो डेस्टिनेसन हो कोको बिच। पार्क गर्नु गाडी।
वेलकम टु कोको बिच चम पत्नी मेरो पतिदेव भन्छ कि मलाई कोको बिचमा के छ स्वागत छ यस्तो ढ्याक्क रहेछ हेलो हेलो सुइदियो म त राम्रो आजकल यो बुढी आएपछि अनि पहाडी नगरिकन जाने सुई साथीलाई साथीलाई गाडी बस भित्र खतरा रहेछ है टक्क कोको बिचको मुनिपट्टि पक्का चाहिँ कतिमा गर्नुभयो कस्तो राम्रो कहाँ बस्नु हिरो कस्तो लाग्यो हामी फिस थेरापीमा आइपुगिया छ कोको बिचको फिस थेरापीमा जाम अब के गुफाभित्र पस्दै दुईजना जाम हिँड अगाडि हिँड त पत्नीलाई अगाडि लानु पऱ्यो नि लेडिज फर्स्ट ल ओहो हो पुरै अँध्यारो छ त भित्र त फिस थेरापी पनि छ त ओहो वाउ एकदम मानव निर्मित के रहेछ होइन बाहिरको भ्यू त आमा यो हो नि त पोखरा यो हो कि पोखरा ल के छ कस्तो लागिरहेछ पति जिउ मलाई राम्रो लाग्छ यहीँ बसिरहनु मन लाग्छ सबै कुराको एन्सर हुँदैन होइन मैले केही भने नि चुप्प लाग्नुहुन्छ ठिक छ हाम्रो कोको बिचमा एक्सप्रेसो र फ्रेन्च फ्राई आइसकेको छ यता खाना एक्सप्रेसो अर्डर गर्ने यता अब हामी कोको बिचबाट फर्किएर रुममा जाँदैछौँ के खायौँ चाहिँ हामीले फ्राई कति चिसो छ त्यहाँ बस्दा त तातो तातो छ अहिले चिसो छ अब जाँदैछौँ पोखराको ब्युटी त के भन्नु पुरै तपाईँलाई भोलि जाने हो म जान मन छैन काठमाडौँ कोरो छ पढ्न पर्छ त्यही हो भोलि भेटौँ त भोलि बिहान के मन्दिर रे कालबाराई मन्दिरमा जान्छौँ हामी त्यहाँ भेटौँला बाई बाई गुड नाइट अन कस्तो राम्रो खाके चिसो गुड मर्निङ टु अल पोखरादेखि हामी चाहिँ बिहानमा ट्याक्क उठेर तालबाराई मन्दिरको दर्शन गर्न जाँदैछौँ वाकिङमा चिसो हुन्छ भनेर बाइकमा निस्किया त पुरा यहाँ भिडियोहरू बनिरहेछन् सुनिल के छ कस्तो लागिरहेको छ त नयाँ प्यान्ट लगाएर सुनिलको प्यान्ट चाहिँ नयाँ हो दिनदिनै चेन्ज गरेर नयाँ नयाँ लगाइरहेछ सुनिलले होइन पोखरामा ट्याक्क बुढीको हात समाएर हिँड्दाखेरि कस्तो लागिरहेको त एकदम मजा साथी हिँड्नु पाएको मजा आउँथ्यो बिहान बिहान भयो मजा आइरहेछ होइन चिसोमा तातो तातो हो अनि यता के भइरहेको छ करिस्मा मिसेस थापा कस्तो लागिरहेको छ त पोखराको गल्लीमा श्रीमानसँग हिँड्न पाउँदा श्रीमान कता म कता अनि सँगै छु त है मलाई राम्रो लागेछ अब मन्दिर जाँदैछौँ चट्ट परेर ठिक छ अनि यता
मन्दिरमा विशेष पुगिसकेपछि विशेष आउँछ मगरलाई कस्तो लागिरहेको छ राम्रो बुढासँग यस्तो टक्क हिँडेर भिडियो बनाउन पाउँदाखेरि आनन्द आइरहेको छ होला होइन अनि तपाईँलाई कस्तो लाग्यो त मेरो त पुरै नगरौँ छु होइन आनन्द आइरहेको छ अब त्यही हो अनि म टोइलेटको चप्पल लगाएर हिँड्दा चाहिँ कस्तो लाग्यो गरेको चप्पलमा पनि तिमीलाई कति राम्रो आफूले चाहिँ यस्तो जुत्ता लगाएर मलाई चाहिँ टोइलेटको चप्पल लगाएर हिँड्ने गराउनु भएको केही किन्दैन मलाई पोखर आएर नयाँ लुगा नलाएको दिन पनि छैन भन्दा पनि भन अगाडि फेरि छुट्टै पाएर छु केम हजुर हजुर दुइटै ढुङ्गा चढेर हामी लागिसक्यौँ मन्दिर दर्शन गर्नलाई ल हाम्रो फोटोग्राफर होइन पनि घुम्छ कि कस्तो लाग्यो आनन्द आइरहेछ अब 1 घन्टा 2 घन्टा जस्तो घुमिन्छ यहाँ होइन नर्मल बोटिङ लिएर इस्युकासम्म चाहिँ 1800 रुपियाँ लाग्दो रहेछ हजुरहरू पनि आएर इन्जोय लिन सक्नुहुन्छ होइन हो सही हो सही हो म भारी त ढल्किन्छ है यता कस्तो राम्रो आएको छ त्यता यता पनि राम्रो रहेछ पूजा पनि गरियो फाइनल्ली सुनिल के माग्यो वर भन्नु हुँदैन तिनी माग्दै मागेन जस्तो लाग्यो मलाई मन्दिर पुनः निर्माण भइरहेको रहेछ होइन जीर्ण अवस्था भएर होला हामी यतातिर पूजा गरेर भइसक्यौँ अब त्यहाँको पोखराको फेवा अलिकति घुमेर ताल होइन के मागेको थियो तिमीले मैले थ्याङ्क यू भने के विषयमा के विषयमा थ्याङ्क यू भन्नु ब्लगर भइसकेँ म मेरो एसिस्टेन्ट पोल्यो चिया लभरहरू पैसा त दिउँ दिदीलाई ल चिन्नु हुँदैन हजुर एप्पल फ्रुटको छ चक्लेटको छ सादा प्लेन छ सबैजनालाई शुभ यात्रा ल बाई 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 ल बाटो हामी अब जान लाग्यो पोखरा बाटो चाहिँ दामी रहेछ क्या है मिटिटी रहेछ बाटो त यति बेला हामी तनहुँ दमौलीमा आइसक्यौँ अनि के अरे पुल बनिरहेको रहेछ होइन अहिले हामी पुरानो पुलमा छौँ फेरि आउँदा हामी नयाँ पुलमा हिँड्नेछौँ यो बाटो हामी दुईजनाकै फर्स्ट टाइम हो न मैले त्यो बाटो चाहिँ तिनचोटि आएको बुढीसँग देखाएर चाहिँ पहिला यो बाटोमा चाहिँ
बेलाको माथि माथि राम्रो राम्रो रहेछ भइरहेको मिलाइ गरेर तरातरी भइरहेको पछाडि झुलै गरेर गफ गर्ने होइन अनि म केही बोल्यो भने पनि सुन्दै सुन्नुहुन्न यस्तो बाटो छ यस्तो बाटो गरेर यस्तो राम्रो बाटो छ खोलाको बिच राखिरहेछ कि निदाउँदै निदाउँदै बल्ल मुग्लिन आयो होइन राम्रो फुल रहेछ मलाई 2 घन्टा रिक्वेस्ट गरेर कफी खान पाइए बिहानदै केही खान पाइएन थुक्क कली खाएको थुक्क कली खाएको सपनामा आज पनि काठमाडौँ आउँदाखेरि रात पऱ्यो रातिको नजारा यस्तो छ हामी हिजो साँझ आइपुग्यो काठमाडौँ हिजो अलि अबेर आइयो र हिजो भिडियो बनाउनु पाइएन रमाउँदै रमाउँदै आइयो के छ त अनि घुमेर आइयो कस्तो लाग्यो त ओभरअल ठिकै लाग्यो ठिकै मात्रै लाग्यो किन किनभने घुम्नै पाइएन घुम्न त किन पाइएन त्यही दुई दिनमा त धेरै घुम्यो नि त 2 दिनमा पोखरामा त्यही तालबारे मन्दिरमा चाहिँ को बिच गइएन त्यो त कफी खानलाई गएको होइन घुम्न गएको घुम्नै गएको भने को बिच घुम्न गइयो अघिल्लो हाम्रो जे टार्गेट चाहिँ थियो त्यो त पुरा गरेर आइयो नि त हामी यसो काँद्रुक जाने अनि अर्को दिन पोखरा आएर घुमेर आउने भनेर हिँडिरहेको थियो हामी सुरुको दिन बुटोलबाट हिँड्यो त्यो दिन काँद्रुक पुग्यो अनि काँद्रुक पुगेर काँद्रुक बिहानसम्म साँझ पुगेर बिहान 12 बजीसम्म काँद्रुक बसेर त्यसपछि पोखरा फर्केको अनि पोखरा आएर साँझतिर को बिच गइयो अनि अर्को दिन उठेर मन्दिर गएर फेवाताल घुमेर सर अनि बाटो रोड घुम्दै घुम्दै मुगलिनतिरबाट मनोकामनातिरबाट काठमाडौँ आइपुग्यो हिजो साँझ होइन रमाइलो लाग्यो होइन जबरजस्ती रमाइलो लाग्यो लाग्यो एकदमै रमाइलो लाग्यो अरे मलाई रमाइलो लाग्यो आनन्द आयो सुरुमा चाहिँ अब बिए नगर्दै पनि हामी घुम्न त घुमि नै रहेको थियौँ होइन तर पनि बिए गरिसके पछाडिको हाम्रो फर्स्ट घुमाइ भयो अब बिए नगर्दै पनि जाँदा टाढा पनि गइयो होइन र अहिले चाहिँ अब बिए गरिसके पछाडि पहिलोचोटिको घुमाइ एकदम आनन्द आयो जुन बिए गर्नभन्दा अगाडि जसरी घुमिन्थ्यो अब त्यो घुमाइ र यो बिए गरिसके पछाडिको घुमाइ एकदमै अलिकति पृथक खालको हुँदो रहेछ रमाइलो पनि हुँदो रहेछ मनमा त्यस्तो केही सङ्कोच हुँदो रहेछ होइन घरतिर सबैलाई पनि जानकारी थियो त्यो भएर नि होला होइन बिहे नहुँदै गर्दा घरतिर थाहा दिनुहुन्थ्यो जानकारी हुनुहुन्थ्यो अब त्यो मैले थाहा नदिने उसले थाहा नदिने अनि कतै केही भइहाल्ने हो कि भन्ने खालको एउटा मनमा त्यो शङ्का हुन्थ्यो र खासै रमाइलो भए पनि कता कता कस्तो कस्तो हुन्थ्यो अहिले चाहिँ अब पुरै निर्धक्क उति बेला 98 हुन्थ्यो नि अहिले पुरै 100 बज्यो घुमेर मजाले रमाइलो गरेर काठमाडौँ आइपुग्यो अब बाँकी नेक्स्ट ब्लगमा होइन मेरो ब्लगर अघि हो म असिस्टेन्ट ल बाई सबैजनालाई सबैजना स्वस्थ रहनु मस्त रहनु व्यस्त रहनु होइन भिडियो अब हेर्नुभयो भने भिडियो हेरेकोमा धन्यवाद सबैलाई यो च्यानललाई लाइक सब्सक्राइब सेयर गर्न नबिर्सिनु होला होइन
कमेन्ट पनि गर्नु पर्यो ल बाई भन्नु बाई